चाहिँ हामी उदयपुर गढीको यो पुरानो गढीमा छौँ हैन। यस्तो संरचना बनेछ। यो संरचना बनाउनु चाहिँ गाउँपालिकाले नै बनायो है आन्टी? गाउँपालिकाबाट बनाएको। यो काटेको ढुङ्गा, यो कुदेको ढुङ्गा हो। यो सबै ठाउँमा ढुङ्गा कुदेको लगाइएको छ। यो चाहिँ उदय राजाको शालिग हो। यहाँनिर उदय राजाले चाहिँ शासन गर्नुहुन्थ्यो, त्यसैले गर्दा यहाँ उदय राजाको शालिग छ। यसलाई भ्यू हेर्न सकिन्छ। यहाँ चढेर यहाँ पार्कहरू छ। यसरी चाहिँ व्यवस्थित बनाइराखेको अवस्था छ। यहाँ थुप्रै मान्छेहरू आउने। अनि यो भित्र अझै यहाँ यो उदय राजाले शासन गरेको ठाउँको यो राजदरबार थियो। यहाँ एउटा मन्दिर छ। यो मन्दिरभित्र चाहिँ हामी जानेछौँ। यसरी यो उदय राजाले यहाँनिर पछि उदय राजाले चाहिँ हराएर किरात वंशलाई हराएर चाहिँ यहाँनिर शासन गरेर एकीकृत गरेको यो ठाउँ हो। नेपालले एकीकृत गर्दाखेरि सायद मलाई लाग्छ 16औं शताब्दीतिर। र अहिले चाहिँ हाम्रो यस्तो छ, उदयपुर गढीको चाहिँ यो सबै ढुङ्गाले कुदेको हो। यो ढुङ्गाले कुदेको यो सबै इटा होइन, यो सबै ढुङ्गाले कुदेको छ। यहाँनिर सबै हामीले टेक्ने ढुङ्गाहरू सबै कुदेको अवस्था छ। यो ढुङ्गाले कुदेको हो। यहाँनिर अब यसलाई मुख्य ठाउँ भनौँ न, राजगाज गर्ने ठाउँ चाहिँ मुख्य हो। यता अब पार्कहरू छ, एकदमै राम्रो छ। तपाईँहरू पनि घुम्न आउनु होला। उदयपुर गढी यो नेपाल एकीकरणमा चाहिँ परेको गढी हो। आउनुहोस् घुम्नलाई, राम्रो छ। जे होस् सरर धेरै राम्रो छ। अहिले यसरी गर्न सकिन्छ, हेर्न सकिन्छ। हाम्रो उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका आफैमा यो एउटा सुन्दर पालिका हो। आज तुवालो लागेर मात्र हो हामीले चाहिँ यहाँ कटारी, गाईघाट, लाहानलाई स्पष्ट देख्न सकिन्छ। यो टावरबाट त झनै देख्न सकिन्छ। यहाँ ढुङ्गाले कुदेको छ।